लसो खेपुला टसिदेले भाइ यो धुपे तपाईँले बनाउनु भएको रहेछ र मैले यो धुपे चाहिँ हेरेँ मजाले मिलाएर हेरेँ र तपाईँले चाहिँ यहाँ चारपाटे पनि बनाउनु खोज्नु भएको रहेछ तर चारपाटे चाहिँ अलिकति मिलेको जस्तो लागेन कि मलाई तपाईँले चाहिँ अब काहीँ अब निकै च्याप्टै भएको छ काहीँ अलिक डोलै भएको छ अनि हुनु त अब तपाईँ मेरो त गुरुजी हो अब गुरुजीले एउटा चेलालाई अलिक ज्ञान दिएको चाहिँ अलिक मिल्दैन जस्तो लाग्यो तर पनि मेरो आन्तरिक हृदयबाट अब गुरुजीलाई अलिकति मेरो ज्ञान दिनु खोज्दाखेरि चाहिँ अब म अलिक तपाईँलाई चाहिँ नम्र तर्फबाट चाहिँ के अरे अब भोलपल्टदेखि चाहिँ क्षमा माग्दै र तपाईँलाई चाहिँ अलिक सानो ज्ञान दिनु गइरहेको छु अब चेलाले ज्ञान दिएको गुरुलाई चाहिँ अलिक राम्रो त होइन भन्छ तर पनि अब ज्ञान भनेको ठुलो चाहिँ अब सानो होस् या ठुलो होस् सानो ठुलो हुँदैन त्यो चाहिँ अब लिनु नै पर्छ भन्छ अब अरूले पनि अब गुरुहरूले पनि र तपाईँलाई चाहिँ के एउटा आइडिया चाहिँ दिउँ भनेको चाहिँ मैले चाहिँ जुन चाहिँ तपाईँले यो धुपे चाहिँ अब गोलो हुन्छ होइन मुठामा चाहिँ त्यो मुठामा गोलो हुँदाखेरि तपाईँले यो जुन चाहिँ यो लगाउनु भएको छ यो डिजाइन बनाएको चारपाटे डिजाइन बनाउनु भएको छ नि यो जुन चाहिँ गट्टालाई चाहिँ तपाईँले त्यो गोलो ढोपमा ठ्याक्कै टाँसेर चाहिँ पहिला चाहिँ यसलाई चाहिँ चारपाटे काट्नुहोस् तपाईँ है यो गट्टालाई चाहिँ टक 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 मिलाएर चारपाटे काटेर चाहिँ त्यो गोलो धुपमा ठ्याक्कै टसाउनुहोस् खासै टसाउँदा के भयो त्यो चारपाटे कुना त बस्यो नि त अन्त त्यही चारपाटे कुनाबाट चाहिँ ठक ठक टक टक धुप मिलाउँदै जाँदाखेरि तपाईँको यो चारपाटे मजाले बस्छ कि यो चाहिँ मलाई अलिकति त्यस्तो लाग्यो मैले अब भर्खर धुप हेर्दाखेरि अब मलाई त्यसरी चारपाटे चाहिँ मिलेर जान्छ यो माथि अब यहाँ चारपाटे भयो भने तपाईँको यहाँ माथि फेरि चारपाटे त्यसमै जान्छ नि यसरी चारपाटे हुँदै हुँदै माथिसम्म मिल्छ तर एकताल तपाईँ त्यसरी बनाइहाल्नुहोस् अब मैले के कस्तो हुन्छ होइन र फेरि पनि अब गुरुजीलाई भुल भयो भने के अरे चेलाले अब ज्ञान दिइरहेछ त्यसको लागि यो क्षमाप्रति छु र एकताल चाहिँ तपाईँ यो गरिहेर्नुहोस् हुन्छ कि हुँदैन जस्तो खेपुला टाँसिदेले अलिकति तपाईँलाई मैले सुझाउ दिएकोमा तपाईँले गरी चाहिँ हेर्नुहोस् यो धुपे चाहिँ बनाएर हेर्नुहोस् कस्तो हुन्छ